तिहार मुखनिर आएको छ, माइत जाने भनेपछि सपिङ त गर्नै पर्यो। योभन्दा पहिला स्वागत छ साथीहरु हजुरलाई मेरो आजको मिनी भ्लगमा। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। अनि हामी देउरानी जेठान चाहिँ हामी आफ्नो वाहनमा चढेर लम्की बजार जाँदै छौं। म चाहिँ सिलसिले कुर्ती प्लाजा हेर्न लागेको, अब सिलाउने टाइम छैन। लामो मान्छे र मोटो मान्छेले कपडा पसलमा साइज नमिलेर जहिले नि समस्या हुन्छ के। मलाई फेरि सुरुवालको साइज नै मिल्दैन, जहिले नि सुरुवाल सानै भेटिन्छ। दुई तीनवटा पसल धाएर चाहिँ बल्ल तल्ल मिल्दो जुल्दो कपडा भेटे। कुर्ती फिटिङ गरेर जाउँला भने टेलरमा हेर्छु, टेलरमा त मान्छे छैन। त्यहाँबाट कपडा बोकेर घर जाँदै थिएँ, बीच बाटोमा चाहिँ मैले आफ्नो फ्यानहरु भेटे। बिग फ्यान भाउजू भनिराख्नु भएको थियो। अनि एकछिन उनीहरुसँगको भिडियो खिचेर चाहिँ म घरतिर लागे। अनि घरमा चाहिँ छोरी नसुतेर चाहिँ रुइराको रहेछ। हजुरआमा चाहिँ सुताउने कोसिस गरिराख्नु भएको थियो, तर सुतिराको थिएन उ, किनकि उलाई भोक लागिरहेको थियो। अनि मैले चाहिँ छोरीलाई सुताएर फेरि त्यो कपडा फिटिङ गर्नको लागि आफ्नै गाउँमा भएको मामाको वहाँ गएँ। अनि मैले उहाँलाई भने कि 1-2 घण्टामा म माइतको लागि निस्किनेवाला छु, छिटो बनाइदिनु होला भनेर। अनि म त्यहाँबाट आएको त छोरी सुतिरहेको रहेछ। छोरी सुतेको मौका मिलाएर चाहिँ मैले थोरै लुगाहरू प्याक गरेँ। आफ्नो त 2 जोडी लुगा मात्रै प्याक गरेको, बाँकी छोरीको लुगाले ब्याग भरिहाल्यो। यो चोटी चाहिँ मैले धेरै सामान बनाएको छैन, किन भन्दा म बच्चासँग एक्लै ट्राभल गरिरहेको छु। म यो चोटी चाहिँ मेरो गाउँको घर जाँदैछु, त्यहाँ मम्मी बुवा हुनुहुन्छ। जहिले घरमा जुठो परिरहेको थियो, यो चोटी चाहिँ जुठो छैन। अर्को साल के कस्तो हुन्छ है। त्यही एउटा चाडपर्वको बेला त हो त नि, सबैजना सँगै भएर रमाइलो गर्ने। अहिले दादा पनि घर आउनु भएको छ, अनि बुवा पनि इन्डियाबाट आउनु भएको छ। घरबाट त छिटै निस्केको साथी, तर बाटोमा टाइम लाग्छ कि मेरो त। लम्कीसम्मको लागि अटो पनि भेटेन मैले। आधा घण्टा जति कुरिसकेपछि बल्ल अटो आयो। माइत जाने भनेपछि कसलाई खुसी लाग्दैन र। म चाहिँ कति बेला माइती घर पुगौँला भन्ने जस्तो भइरहेको छ। फेरि मेरो हातमा चुरा पनि थिएन के साथीहरु, मेरो छोरीले सबै फुटाइदिएको थियो। अनि म चाहिँ चुरा पसलमा गएँ। चुरा लिए पनि 2 दिनमा फुटिहाल्थ्यो, अनि त्यही भएर मैले कडा लगाएर चाहिँ गएँ। म आइसै मैले जाने बित्तिकै भेटिहालेँ, त्यहाँ लागिरहेको थियो। सिट चाहिँ लास्टको भेटेको। साँच्चै के साथीहरु, बच्चासँग यात्रा गर्न एकदमै गाह्रो हुने के। मेरो छोरीले कम्ता सताएन, मैले कपडा त थोरै लगेको थिएँ साथीहरु, तर पनि यस्तो गाह्रो भयो। यहाँभन्दा पछिको भिडियो चाहिँ अर्को भागमा आउँछ, हेर्दिनु होला सबैजनाले।